अब शेरबहादुर देउवा नेपाल फर्किँदै गर्दाखेरि चुनौती त के हो, राजसभा घन्टी सरकारलाई पो रवि लामिछाने, गृहमन्त्री सुदन गुरुङ अनि बालेन शाहलाई पो चुनौती आउन लागेको त यहाँ त 3 फेरासम्म इन्टरपोल लगाएको होइन। अब कारबाही गर्ने भनेर अब नोटिस पनि जारी गरेको पक्राउ गर्न नसक्ने मान्छे फेरि आफै फर्केर आएर स्वागत यति राम्रो पाएका छन् शेरबहादुर देउवाले। अब शेरबहादुर देउवाले त कमसेकम 2-4 झपका पिटाइ त पाए। केपी शर्मा ओली हेलिकप्टरमा भागे, प्रचण्ड खै कुना लुकेका थिए जेजी आन्दोलनमा। यस्तै गर्दै जाने हो भने जनताले बालेन सरकार यिनीहरूलाई पनि छोड्दैन हो। यिनीहरूलाई त मार्छन् जनताले, भाग्न पनि पाउँदैनन्। त्यही भएर अपराधीहरूलाई कहिले पनि साथ नदिनु होइन। अब भगवान् अब सबैको दिलमा बसेका छन्, माथि पनि बसेका छन्। सत्य र तथ्य बुझेर मात्रै काम गर्नु होइन। जो बाधा बन्न आउँछ त्यसलाई जेलमा हाल्दै केही चोरिनेवाला छैन क्या यहाँ त। त्यही भएर पनि यसो शेरबहादुर देउवालाई आज स्वागत छ, भोलि जेलमा हालिदिनु त वाह कमाइन्छ त्यहीँ।